र त्यही गुठीको आम्दानीले त्यो संस्था चल्ने। त्यो बेला संस्था दर्ता भएको थिएन। दर्ता नभएको कारणले दर्ता भएको भएदेखि त त्यो संस्थाको नाममा गरिदिन्थ्यो होला। दर्ता नभएको कारणले त्यसरी निजी गुठी भनेर लेखेर त्यो शिलालेख लेखेर निजी गुठीको रूपमा दिनुभएको छ। अनि त्यो धेरै जमिन दिनुभएको हुनाले उहाँको हकदारहरूले त्यो विषयमा प्रणामी नै भयो नि। चरणदासले चाहिँ मुद्दा गरेर अलिकति विवाद पनि भएको, पछि उहाँले मुद्दा हार्नु भएको। त्यो शिलालेखमा सबै उल्लेख छ, अहिले पनि त्यो शिलालेख छ। त्यो चाहिँ को भनेदेखि गोपालदास बाँधेको परिवारहरू त्यहाँ बस्नुहुन्छ, भतिजाहरू, र उहाँको बुहारी एकजना अधिवक्ता हुनुपर्छ। हामीले त्यहाँको त्यो बाँकी रहेको जमिन दर्ता गर्नको लागि त्यो किरागलको लगभग 8 आना जमिन 2 जनाले क्याप्चर गर्नुभएको छ। म अध्यक्ष भएको हुँदाखेरि म त्यहाँ गएँ, त्यहाँको राजनीतिक ग्रुपलाई नि उठाएँ। त्यहाँ हाम्रो हरिशङ्करजीको घर नजिकै छ, उहाँलाई पनि लगेँ। सबै गरेर भेला गर्दाखेरि एउटाले चाहिँ बाटै नजाने गरी पर्खाल छेकेर आफ्नो कम्पाउन्डसँग मिल्ने गरी छेक्नु भएको छ। यो एकापट्टि चाहिँ गोपालदासको बुहारीले चाहिँ क्याप्चर गर्नलाई सुरु गर्नुभएको छ। अनिखेरि हामीले तपाईँहरूले यसरी गर्नुभयो भने हामी स्थानीय प्रशासनलाई लेख्छौँ, सार्वजनिक जग्गा यसरी लग्यो भने तपाईँ वकिल हुनुहुन्छ, तपाईँ फेरि फन्दामा पर्नु होला, यो गर्नुभयो भने त फेरि सार्वजनिक केस लाग्छ तपाईँलाई भनेर भनेपछि उहाँले अलिकति छोड्नुभयो। तर त्यो चाहिँ अब मुद्दा पनि अहिले पालकोटमा पेन्डिङमा छ। अनि त्यसमा चाहिँ हाम्रो भुवनजा मान्जी तारिकमा बस्नु भएको थियो, उहाँको पनि आन्तरिक नाता पर्ने हुनाले उहाँलाई नि दबाब आयो कि के भयो, उहाँले तारिक छोडिदिनु भयो। उहाँको ससुराली नाता पर्दो रहेछ। अनि त्यसले गर्दाखेरि त्यो चाहिँ दर्ता हुन सकेको छैन। अनि मैले पटक पटक भन्ने गरेँ के भने अब त्यहाँ हामी नैतिक रूपले पनि प्रामाणिक रूपले पनि हामी अगाडि छौँ, अरू कसैको पनि छैन। त्यसमा हामीले कुनै न कुनै हिसाबले हात हालौँ, त्यसमा जिम्मेवारी दिनुहुन्छ भने पनि म गर्छु। र हात हालौँ र त्यहाँ दुईटैमा सानो भैँताला मात्रै भए पनि हामी अहिले ठुलो बनाउन सक्दैनौँ भने नि भैँताला बनाएर त्यसलाई चाहिँ एउटा मन्दिरको घर हो, मन्दिरको जमिन हो अथवा मन्दिर हो भन्ने केही न केही सङ्केत त्यहाँ तस्बिर राखेर केही राखेर सेवा चलाएर केही गरेर त्यसलाई चाहिँ कब्जामा ल्याउँ भनेको। त्यसमा चाहिँ गोपालदास महादेवले म आएर लट्ठी टेकेर बस्छु, तपाईँ गर्नुहोस् भनेर पटक पटक भन्नुभएको छ उहाँले पनि। अब म आएर गर्छु, त्यो त्यसमा कसैले केही गर्न सक्दैनौँ। अनि त्यहाँको सबै तिनै दलको प्रतिनिधिहरूले पनि ल हामी साथ दिन्छौँ, नक्सा पासको लागि पनि हामी साथ दिन्छौँ, सही गर्छौँ, सबै भनेका छौँ। अब हाम्रो कमजोरी चाहिँ के छ भने अब हामीले त्यहाँ हात हाल्नु पर्यो। र अनि यो उपत्यका भरि रहेको त्यो 500 रोपनी